मैले क्यान्सर के, किन र कसरी भन्ने यो किताबको तेस्रो खण्डमा प्रवेश गर्दैछु। नेपालमा प्रमुख 10 क्यान्सरहरू भनेर भनिएको छ। यो 10 प्रमुख क्यान्सरहरू, पहिलो 1 नम्बरमा फोक्सोको क्यान्सर, 2 नम्बर पाठेघरको मुख, 3 स्तन, 4 आमाशय, 5 पित्तथैली, 6 मुख तथा ओठ, 7 थाइराइड, 8 ठुलो आन्द्रा, 9 रगत र 10 डिम्बाशय रहेको छ। अब जाम सुरुमा फोक्सोको क्यान्सर। मानिसको शरीरमा एक महत्त्वपूर्ण अङ्गको रूपमा रहेको फोक्सोमा विभिन्न रोगहरू लाग्नुका साथै क्यान्सर पनि लाग्दछ। श्वास प्रणालीका महत्त्वपूर्ण भागहरू ट्रेकिया, 2 फोक्सोमा जाने 2 ब्रोन्कस मिली बनेको हुन्छ। दाहिने फोक्सोमा 3 भाग र देब्रेमा 2 भागहरू हुन्छन्। यी भागहरूको कोशिकाहरूमा असामान्य परिवर्तन आई अनावश्यक तथा अनियन्त्रित रूपले वृद्धि भई गृखा वा लामो समयसम्म निको नहुने घाउलाई फोक्सोको क्यान्सर भनिन्छ। फोक्सोको क्यान्सरलाई ब्रोन्कोजेनिक क्यान्सर पनि भनिन्छ। फोक्सोको क्यान्सरबाट विश्वभरि प्रत्येक वर्ष लाखौं मानिसहरू प्रभावित हुने गरेका छन्। हाम्रो देशमा पनि फोक्सोको क्यान्सरबाट थुप्रै पुरुष तथा महिलाहरू पीडित हुने गरेको पाइएको छ। अहिलेको तथ्याङ्कले पनि नेपालमा सबैभन्दा बढी हुने क्यान्सर फोक्सो क्यान्सर हो। धुम्रपानको समस्या हाम्रो समाजमा व्याप्त रहेको र धुम्रपानका अमलीहरूले जनसङ्ख्याको ठूलो भाग ओगटेकोले फोक्सोको क्यान्सर हाम्रो देशमा बढ्ने क्रममा छ। महिलाको तुलनामा पुरुषमा बढी फोक्सोको क्यान्सर देखिन्छ। फोक्सोको क्यान्सर, जुन कि श्वास प्रणालीमै सुरु भएको क्यान्सर र अरू कुनै अङ्गको क्यान्सर फोक्सोमा सरेर आएको क्यान्सर भनिन्छ। फोक्सोको क्यान्सर शरीरको अन्य अङ्गहरूमा सरेर जान पनि सक्छ। नोभेम्बर महिनालाई फोक्सोको क्यान्सर सचेतना महिनाको रूपमा पनि लिइन्छ। फोक्सोको क्यान्सरका किसिमहरू के हुन् त? क्यान्सर कोषहरूको हिसाबले फोक्सोको क्यान्सर 2 किसिमका हुन्छन्। एक स्मल सेल क्यान्सर, लगभग 1/4 क्यान्सर स्मल सेल क्यान्सर छिटो बढ्ने खालको क्यान्सर हो, जुन ब्रोन्कसमा सुरु भई फोक्सोभरि बढेर आउँछ। नामको हिसाबले कोषहरू साना हुन्छन् र छिटो बढ्ने खालको हुन्छ। यसैले गर्दा होला यस्तो क्यान्सर निदान हुने बेलामा लगभग 60%मा शरीरका अङ्गहरू, मस्तिष्क, कलेजो तथा रगत कोषहरू उत्पादन गर्ने हड्डीको मासीमा सरिसकेको हुन्छ। नन स्मल सेल क्यान्सर, लगभग 80% स्मल सेल क्यान्सर बाहेक अन्य क्यान्सर यसभित्र पर्दछ। तुलनात्मक हिसाबले यस्तो खालको क्यान्सर अलि बढी बिस्तारै बढ्छ। यस अन्तर्गत स्क्वास सेल र एडिनोकार्सिनोमा मुख्य फोक्सोको क्यान्सर हुन्। प्रमुख कारण र सम्भाव्य कारक तत्त्वहरू के हुन् त? 1 धुम्रपान, चुरोट, बिडी, कक्कड, तमाखु आदि सल्काई मुखले तानेर धुवापान गर्ने प्रक्रियालाई धुम्रपान भनिन्छ। यस प्रकारको धुवामा लगभग 4000 प्रकारका स्वास्थ्यलाई हानि गर्ने रासायनिक तत्त्वहरू हुन्छन्। जति बढी चुरोट खायो, फोक्सोको क्यान्सर हुने सम्भावना बढेर जान्छ। चुरोटको एक बट्टामा 20 खिल्डी चुरोट हुन्छ। वर्षमा कति बट्टा चुरोट खान्छ र कति समयमा खाएको छ, जसलाई पेक इयर्स भनिन्छ। उदाहरणको लागि, चुरोट नखाने भन्दा 21 पेक इयर्स भएको मान्छेमा लगभग 93%लाई फोक्सोको क्यान्सर भएको एक अध्ययनले देखाएको छ। फोक्सोको क्यान्सर प्राय उमेर ढल्केपछि हुने रोग हो। धुम्रपान गर्ने मान्छेहरूसँग बस्यो भने पनि यो रोगको जोखिम बढ्छ। 2 वातावरणीय प्रदूषण, कल कारखानाबाट निस्कने धुवा, सवारी साधनहरूबाट निस्कने धुवा, वातावरणमा रहेका धुलाका कारण कण र रेसाहरू फोक्सो सम्बन्धी दीर्घ रोगहरू। लक्षणहरू के हुन् त? एकदमै सुरुको अवस्थामा त कुनै लक्षण नै हुँदैन। क्यान्सर बढ्दै जाँदा विभिन्न लक्षणहरू देखा पर्न थाल्दछन्। विशेष जाँच गरेपछि पत्ता लाग्छ। फोक्सोको क्यान्सरका लक्षणहरूलाई निम्न 2 भागमा विभाजित गरिन्छ। फोक्सोमा सिमी, खकारमा रगत देखा पर्नु, लगातार सुक्खा खोकी लाग्नु तथा दम बढ्नु, छाती दुख्नु, अप्ठ्यारो हुनु, धेरै दिनसम्म ज्वरो आइरहनु, भोक नलाग्नु, साधारण काम गर्दा पनि थकाइ लाग्नु, गल्नु। फैलिएर गएको फोक्सोको क्यान्सर हड्डीमा दुख्नु, टाउको दुख्नु, बेला बेलामा बेहोस हुनु, पेट दुख्नु, पहेँलोपना हुनु, पेट फुलेर आउनु, शरीरको वजन घट्दै जानु। निदान कसरी गर्ने त? फोक्सोको क्यान्सरको निदान तल उल्लेखित विधिहरूबाट गरिन्छ। एक्सरे, साधारण एवं विशेष प्रकारका एक्सरे परीक्षणहरूबाट फोक्सोको क्यान्सर पत्ता लगाउन महत्त्व पुग्दछ। 2 ब्रोन्कोस्कोपी, विशेष प्रकारको पाइप श्वास नली र फोक्सोभित्र पसाएर फोक्सोको परीक्षण गरी क्यान्सरको निदान गरिन्छ। ब्रोन्कोस्कोपी
कोलोनोस्कोपीको माध्यमबाट क्यान्सर कोष तथा तन्तुको जाँच गरिन्छ। सिटी स्क्यान आवश्यकता अनुसार फोक्सोको क्यान्सर निदान गर्न सिटी स्क्यान गरिन्छ। यसले क्यान्सरको अवस्था पनि पत्ता लगाइन्छ। एफएनएससी मसिनो सुईको मद्दतले क्यान्सर प्रभावित फोक्सोबाट कोशिकाहरू निकाली गरिने परीक्षणबाट पनि क्यान्सर निदान हुन सक्दछ। खकारमा क्यान्सर कोषहरू परीक्षण खकारमा क्यान्सर कोषहरू देखिनु भनेको फोक्सोको क्यान्सर भन्ने बुझिन्छ। बायोप्सी मासुको सानो टुक्राको परीक्षण गरी क्यान्सरको निदान गरिने परीक्षण हो। बिरामीको अवस्था तथा लक्षणहरूका आधारमा उपरोक्त परीक्षण बाहेक अन्य परीक्षणहरू जस्तै अरू परीक्षणहरू पनि गर्नुपर्ने हुन सक्दछ। यी जाँचहरूबाट फोक्सोको क्यान्सरको निदान तथा कुन अवस्थाको स्टेज पत्ता लगाइन्छ। फोक्सोको क्यान्सर अथवा क्यान्सरको अवस्था हेरेर नै उपचार पद्धति र राम्रो हुने सम्भावना पत्ता लगाइन्छ। फोक्सोको क्यान्सरको अवस्था ट्युमरको नाप, लिम्फ ग्रान्थीमा सरेको र अन्य अङ्गमा सरेकोमा निर्भर गर्दछ। पहिलो स्टेज ट्युमर फोक्सोमा सीमित र लिम्फ ग्रन्थीमा सरेको हुँदैन। दोस्रो स्टेज फोक्सोको क्यान्सर लिम्फ ग्रन्थीमा सरेको हुन्छ। तेस्रो स्टेज क्यान्सर फोक्सो नजिकैको तन्तुहरू, मुटु, अन्ननली तथा लिम्फ ग्रन्थीमा सरेको। चौथो स्टेज क्यान्सर अन्य अङ्गहरूमा फैलिएको। उपचार विधि के हुन्छ? बिरामीको अवस्था हेरी फोक्सोको क्यान्सरको उपचार विधिहरूको निर्धारण गरिन्छ। जुनसुकै अवस्थामा भएको फोक्सोको क्यान्सर पत्ता लगाई उपचार गरेमा यो रोग निको पार्न सकिन्छ। यस रोगमा गरिने प्रमुख उपचार विधिहरू निम्न छन्। एक शल्यक्रिया रोग लागेको भाग वा अङ्गलाई अपरेसन गरी निकाल्ने। क्यान्सर सीमित ठाउँमा छ भने फोक्सोको त्यो भाग अथवा एकातिरको फोक्सो निकालिन्छ। एकदमै सुरुको अवस्थाको क्यान्सरलाई शल्यक्रियाबाट निको पार्न सकिन्छ। 2. रेडियोथेरापी क्यान्सर भएका कोशिकाहरूलाई नष्ट गर्न यो विधिको प्रयोग गरिन्छ। प्राय अपरेसन गरेर निकाल्न नमिल्ने बिरामीहरूमा विकिरणको प्रयोग गरिन्छ। कहिलेकाहीँ त बाँचुन्जेल सजिलोको लागि पनि रेडियोथेरापीको प्रयोग गरिन्छ। 3. केमोथेरापी औषधिहरूको प्रयोगद्वारा क्यान्सर उपचार गरिन्छ। एक वा बढी किसिमका औषधिहरू प्रयोग गरिन्छ र बिरामी रोगको अवस्थाको आधारमा उपरोक्त उपचार विधिहरूमध्ये एक वा एकभन्दा बढी विधिहरूको प्रयोग गरिन्छ। सुरुको अवस्थामा रोगको निदान तथा आवश्यक उपचार गरेमा बिरामीलाई निको पार्न सकिन्छ। पौष्टिक आहार बिरामीको स्याहार सुसार तथा पारिवारिक स्नेह क्यान्सर रोगको उपचारमा ठूलो महत्त्वपूर्ण रहेको छ। अन्तिम अवस्थाको हेरचाह रोग फैलिसकेपछि बाँचुन्जेलसम्म सजिलो बनाउने काम हुन्छ। यसमा प्राय लक्षणको आधारमा उपचार गरिन्छ। दुखाइ कम गर्ने, श्वास फेर्न सजिलो बनाउने गर्नुपर्दछ। यस किसिमको बिरामीको हेरचाह घरमै गरेको राम्रो मानिन्छ। रोकथाम कसरी गर्न सकिन्छ? फोक्सोको क्यान्सर पत्ता लाग्दासम्म शरीरको अरू भागमा समेत फैलिसकेको हुने हुँदा र यस्तो अवस्थामा उपचारबाट पनि अपेक्षित लाभ कम हुने कारणले यो रोग लाग्नबाट बाँच्न नै महत्त्वपूर्ण पक्ष मानिएको छ। यसका लागि निम्न रोकथामका उपायहरू गर्न आवश्यक पर्दछ। पहिलो चरणको रोकथाम फोक्सोको क्यान्सरको कारणहरूमध्ये धुम्रपानलाई एक प्रमुख कारणका रूपमा लिएको छ। तसर्थ धुम्रपान नगर्ने हो भने फोक्सोको क्यान्सरबाट जोगिन सकिन्छ। यसै उद्देश्यको लागि वर्षको एक दिन मे 31 धुम्रपान रहित दिवस मनाउने गरिन्छ। यसका लागि धुम्रपान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन। अरूले गरेको धुम्रपानको असरले धुम्रपान नगर्ने व्यक्तिलाई पनि क्यान्सर हुन सक्ने हुँदा सार्वजनिक ठाउँहरू र यातायातमा धुम्रपान गर्नु हुँदैन। कल कारखाना लगायत सवारी साधनहरूबाट निस्कने धुवाँबाट बस्नुपर्दछ। धुवाँरहित चुलोको प्रयोग गरी धुवाँबाट बस्नुपर्दछ। यसबाहेक हरेक दिनको खानामा ताजा सागपात फलफुल समावेश गर्न सकेमा क्यान्सर लगायत अन्य धेरै रोगहरूबाट पनि बाँच्न सकिन्छ। भिटामिन ए र सी को सेवनले पनि रोकथाम गर्न सकिन्छ। दोस्रो चरणको रोकथाम यसमा स्टप स्मोकिङ पनि भनेर एउटा चित्र दिएको छ। दोस्रो चरणको रोकथाम भनेको फोक्सोको क्यान्सर हुन सक्ने बढी सम्भावना भएका मान्छेहरूमा विभिन्न जाँचहरू गरी क्यान्सर सुरुको अवस्थामा पत्ता लाग्यो भने निको पार्न सकिन्छ। समूहगत परीक्षण धेरै खर्चिलो भएको हुनाले बढी सम्भावना भएका मान्छेहरू जस्तै अत्याधिक धुम्रपान गर्नेमा फोक्सोको क्यान्सरको लागि जाँच गरिन्छ।